यस वर्षको कक्षा 12 को परीक्षा फरक ढंगले चाहिँ सञ्चालन हुने भएको छ। शिक्षकहरूले कक्षा 12 को परीक्षामा चाहिँ सहभागी नहुन बताइएको छ। सरकारले निजामती कर्मचारीको खटाएर पनि कक्षा 12 को परीक्षा सञ्चालन गर्ने चाहिँ निर्णय गरेको छ। यसै विषयमा जानकारी लिएर उपस्थित भएको छु। भिडियोलाई अन्त्यसम्म हेर्नु होला। नमस्कार दर्शकबिन, मेरो नाम हो सुरज र तपाईं हेर्दै हुनुहुन्छ टेक्निकल लाइक्स च्यानल। सरकारले निजामती कर्मचारी खटाएर कक्षा 12 को परीक्षा सञ्चालन गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड मंगलबार बिहान बसेको बैठकले आगामी वैशाख 11 गतेदेखि तोकिएको कक्षा 12 को परीक्षा निजामती कर्मचारी खटाएर भए पनि सञ्चालन गर्ने निर्णय गरेको छ। बैठक बारे जानकारी दिँदै बोर्डले आफ्नो अध्यक्ष महाश्रम शर्माले आन्दोलनमा रहेको शिक्षकलाई कक्षा 12 को परीक्षामा सहभागी हुन र सञ्चालन गर्न पुनः अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए। त्यस्तै अर्का एक बोर्ड सदस्य अनुसार बोर्ड बैठकमा अधिकांश पदाधिकारीले परीक्षा जसरी पनि गराउने र यसको लागि प्रमुख जिल्ला अधिकारीलाई थप सक्रिय बनाउनु पर्ने, ती पदाधिकारीका अनुसार परीक्षा सञ्चालन जिल्ला समन्वय समिति संयोजक प्रमुख जिल्ला अधिकारीलाई नै परीक्षाको सबै जिम्मा दिने विषयमा छलफल भएको छ। बैठकमा निजामती कर्मचारीले लोक सेवा आयोगको परीक्षा त सञ्चालन गर्न सक्छ भने कक्षा 12 को पनि सक्छ भन्नेमा अधिकांशको मत मिलेको थियो। बैठकमा सबै शिक्षकहरू आन्दोलनमा नआएकोले ती केन्द्रमा शिक्षक नै केन्द्र अध्यक्ष र निरीक्षक राख्न सकिने विषयमा छलफल भएको थियो। बोर्डका अध्यक्ष महाश्रम शर्मा भन्छन्, सबै शिक्षक आन्दोलनमा हुनुहुन्न सकेसम्म हामी शिक्षक नै केन्द्र अध्यक्ष र निरीक्षक राख्छौँ। जहाँ हुनुहुन्न त्यहाँ सिडिओले विकल्प खोजेर परीक्षा सञ्चालन गर्न सक्नुहुनेछ। दर्शकबिन, यति बेला चाहिँ कक्षा 12 को परीक्षामा शिक्षकहरू सहभागी नहुने बताइएको छ। चाहिँ राष्ट्रिय परीक्षा बोर्ड र नेपाल सरकारले निजामती कर्मचारी खटाएर भए पनि कक्षा 12 को परीक्षा गर्ने चाहिँ बताइएको छ र तपाईहरूको परीक्षा चाहिँ वैशाख 11 गतेदेखि नै हुने कुरामा चाहिँ राष्ट्रिय परीक्षा बोर्ड आज चाहिँ निर्णय गरेको छ। सम्पूर्ण विद्यार्थीहरूले आफ्नो तयारीहरूलाई चाहिँ एकदमै राम्रो तरिकाले चाहिँ गर्नु होला। परीक्षा चाहिँ तपाईहरूको वैशाख 11 गतेदेखि नै हुने भन्ने कुरा चाहिँ यति बेला बाहिर आएको छ र राष्ट्रिय परीक्षा बोर्डले आजको बैठकले यही निर्णय गरेको छ। आई होप तपाईहरूलाई यो जानकारी इन्फर्मेटिभ लाग्यो होला र ज्यादा तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला र नजिकै रहेको बेल आइकनमा प्रेस गर्न नबिर्सनु होला। साथसाथै यो भिडियोलाई लाइक, कमेन्ट, शेयर गर्न नबिर्सनु होला। धेरै परीक्षार्थीहरूको परीक्षाको विषयमा कन्फ्युजनमा हुनुहुन्छ, त्यसैले तपाईले जति सक्दो यो भिडियोलाई चाहिँ शेयर गर्नु होला। धन्यवाद।